कति मजाले फक्रेको छ मेरो फुलहरू। हिजो र आजको तातोले त कस्तो मजाले फक्र्यो, बोटले थाम्नु सक्दैन। हेर्नुहोस् न यहाँ, वाउ कस्तो दामीको। यो चाहिँ मेरो 2-3टा डिफ्रेन्ट कलरमा छ। एउटा यो भइहाल्यो, अनि अर्को पिङ्क र व्हाइट मिक्स भएको, अनि एउटा व्हाइट मात्रै पनि छ। अनि यस्तो खाले। अनि यहाँ हेर्नुहोस् न, बोटले थाम्नु सक्दैन। गुलाब पनि फुल्यो, बोटले थाम्नु नसकेर सबै भाँच्यो। कस्तो माया लाग्दो, कस्तो माया लाग्दो। मुनि भाँचेर हेर्नुहोस् न, सबै नाइबरकोतिर नि गएको छ। अब यो चाहिँ बिउ पाक्यो। यसको चाहिँ नेक्स्ट इयर चाहिँ म थुप्रो बिरुवा बनाउनेवाला छु। पिङ्कदेखि पर्पल हुँदै जान्छ, ओल्ड हुँदै जाँदा। अनि यो चाहिँ मैले 2 वर्ष मात्रै भयो रोपेको। यो चाहिँ यसपालि मात्रै फुल्यो। यहाँ चाहिँ वहाँ पर चाहिँ पहिल्यैदेखि फुल्थ्यो। यसलाई चाहिँ मैले सारेको थिएँ नि त। एउटै झ्याङमा हेर्नु न, छडा। यस्तो मिठो बास्ना आउँछ है। सबै नाइबरकोतिर नि छिरेको छ। यस्तो राम्रो छ।